कम्पाउन्ड इन्ट्रेस्ट हामी क्वेसन नम्बर 11 मा छौँ है आज। सर्टेन कन्डिसन दिएको हुन्छ, जस्तै त्यो कन्डिसन बुझ्नुभन्दा पहिला हामीले यो ट्रेड बुझ्नु पर्यो है, यो एउटा ट्र्याक बुझ्नु पर्यो है। सबभन्दा ठुलो सबभन्दा बढी इन्ट्रेस्ट कसले दिन्छ हामीलाई? क्वार्टरलीले दिन्छ है। क्वार्टरली भन्दा कम कसले दिन्छ? सेमी भन्दा कम एनुअली भन्दा कम सिम्पल। त भन्नुको मतलब एउटा हाम्रो फर्स्ट केस यसलाई मानौँ, कम्पाउन्ड इन्ट्रेस्ट माइनस सिम्पल, सेकेन्ड हाफ इयरली माइनस एनुअली, थर्डमा हामी के मानौँ? क्वार्टरली माइनस सेमी। यो प्याटर्न गर्दाखेरि इन अल केसेस व्हाट विल गेट? प्रॉफिट। इन अल केसेस व्हाट विल गेट? प्रॉफिट। नाउ टेक वन मोडालिटी, जस्ट टेस्ट। अब एकजना मान्छे छ ए छ, एकजना मान्छे बी छ, एकजना मान्छे सी छ। एले बीलाई पैसा दियो, इन्ट्रेस्टमा दियो है, केमा दियो? सिम्पल इन्ट्रेस्ट। अब यो बीले सीलाई दियो, केमा दियो? कम्पाउन्ड इन्ट्रेस्ट। अब हामीलाई थाहा छ which one will be bigger, compound interest or simple interest? कम्पाउन्ड इन्ट्रेस्ट। Compound interest, definitely there is no doubt. अब यो कम्पाउन्ड इन्ट्रेस्ट सिम्पल इन्ट्रेस्ट भन्दा ठुलो छ भने हाम्रो माइन्डमा त्यो एउटा क्वेसन आइसक्यो, एसआई माइनस सिओ गर्यो भने के आउँछ हामीसँग? प्रॉफिट। अब त क्वेसनमा जरुरी छैन प्रॉफिट दिन्छ, हुन सक्छ भन्ला कम्पाउन्ड इन्ट्रेस्ट इज मोर देन सिम्पल इन्ट्रेस्ट बाइ दिस मच। के दिन सक्छ होला? कम्पाउन्ड इन्ट्रेस्ट इज मोर देन सिम्पल इन्ट्रेस्ट बाइ दिस मच। द कन्डिसन इज दिस, या यो ट्रान्जेक्सन गर्दाखेरि बी गट द प्रॉफिट अफ रुपीज दिस मच। द कन्डिसन इज दिस, मोर देन होस् या ग्रेटर देन होस् या डिफरेन्स होस्, तीनटै केसको लागि हामीले के गर्ने? यो प्याटर्न चाहिँ माइन्डमा एकदम सेटअप गर्ने। के गर्ने? सेटअप गर्ने। त्यही आधारमा एउटा हामीले यहाँ क्वेसन लाग्यो है। अब क्वेसनमा हेर्ने, यहाँ के दिएको छ हामीसँग? एउटा कम्पाउन्ड इन्ट्रेस्ट, र यो क्वेसनमा अर्को हामीलाई के दिएको छ? सिम्पल इन्ट्रेस्ट। अब यसमा अर्को चिज के हेर्नु पर्ने हुन्छ के सेम रेट सेम टाइम दिएको छ, त्यो पनि हेरौँ हामीसँग। सेम रेट दिएको छ, सेम टाइम पनि दिएको छ। अब हामीसँग कम्पाउन्ड इन्ट्रेस्ट हेर्यौँ, सिम्पल इन्ट्रेस्ट हेर्यौँ, सेम रेट हेर्यौँ, सेम टाइम हेर्यौँ। अब यो कुन मोडालिटीमा छ हामीसँग? हाम्रो कुन मोडालिटीको केस आउँछ? यो फर्स्ट मोडालिटी आउँछ। यो सेकेन्ड राखौँ, यो थर्ड राखौँ। भन्नुको मतलब हामीसँग के छ? एनुअल र सिम्पल छ। हामीसँग के छ? सिम्पल। तब हामी के गर्ने? एनुअल माइनस सिम्पलको कन्सेप्ट गर्दाखेरि हाम्रो डिफरेन्स कति आउँछ? इज गिभन हियर। जस्तै अब यो फर्स्ट केसमा हामीलाई के चाहियो? सम चाहियो। सम भनेको प्रिन्सिपल निकाल्नु पर्यो हामीले है। त अब हामीले यहाँ सल्भ गर्दाखेरि पहिला हामीले के चाहियो? सिम्पल इन्ट्रेस्ट। र सिम्पल इन्ट्रेस्टको फर्मुला के हो? पिटिआर बाइ 100। यति त गर्न मिल्छ होला। प्रिन्सिपललाई पी नै छोड्दिनु हामी है। पी टाइम कति दिएको छ? 2 इयर्स एन्ड रेट इज 8। अनि यसलाई सल्भ गरेपछि कति आउँछ? आयो। अब सेकेन्ड केसमा हामी के गर्ने? कम्पाउन्ड इन्ट्रेस्ट निकाल्ने। CI इक्वल टु P 1 प्लस R बाइ 100 T माइनस 1। अब हेर त प्रिन्सिपल हाम्रो P मानौँ, रेट कति दिएको छ? 8 बाइ 100, टाइम कति दिएको छ हाम्रो? टाइम दिएको छ 2 इयर माइनस 1। ल यसलाई सिम्प्लिफाई गर्दाखेरि कति आयो? 664 भयो। भन्नु मतलब 0.1664 P आयो। यानी कि अब सेकेन्ड केस फर्स्ट केस। अब के गर्ने? अकॉर्डिंग टू क्वेश्चन कम्पाउन्ड इन्ट्रेस्ट और सम अफ मनी इज मोर देन सिम्पल इन्ट्रेस्ट। के छ यहाँ? मोरको केस छ। के को छ? मोरको केस। तब हामी के गर्ने? एसआई माइनस सीआई माइनस एसआई इक्वल टु कति छ? मोर देन 76.8 and value substitute गरौँ। 0.1664 P minus to 7.6.8. Now what will be the difference? 0.0064. 0064 P. P is equal to 76.8, 0.0064. Therefore P is equal to 12,000. That's all fine. But one thing keep in your mind, whenever we are solving, just try to keep this in fraction. जहिले पनि यसलाई फ्र्याक्सनमा राखेर गर्दाखेरि अलिकति एक्ज्याक्ट आन्सर आउने प्रोबेबिलिटी हुन्छ है।